जय मसीह सबैजनालाई यो भिडियो मार्फत हाम्रो संगति कसरी सुरु भयो भन्ने विषयमा बताउन गइरहेको छु। यो संगति 4 जनाबाट सुरु भएको थियो, जसमा जसा पास्टर लेप्चाज्यू, पुनम राई गुरुआमा, सुनिता तामाङ बहिनी र म आफै। पहिलो दिनको संगति आशिखामा गुरुबा गुरुआमाको घरमा आशिषमय तरिकाले पुरा भएको थियो, जसमा पास्टर गुरुबाले फिलिपी 2:2बाट वचन बाँड्नु भएको थियो, जसमा लेखिएको छ ख्रिस्टको जस्तो मन होस्। यही वचनलाई आत्मसात गर्दै प्रार्थना र संगतिमा हामी लागिरह्यौँ। परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभयो, नयाँ आत्माहरू दिन थाल्नुभयो, जसमा दीपक भाइ, विशाल दाजु, प्रणेश कार्की परिवार, प्रशान्त दाजु, सामेल दाजु र गीता सान परिवार। यो समयसम्ममा आइपुग्दा हामीले धेरै आशिषहरू प्राप्त गरिसकेको महसुस गरेका थियौँ। अझै हाम्रो प्रार्थना र संगति कन्टिन्यू रह्यो। परमेश्वरले नयाँ आत्माहरू थपिदिन थाल्नुभयो। नयाँ आत्माहरू आएसँगै यो मण्डली भवन पनि जुट्यो। अहिले यो मण्डली भवनमा हामीले कन्टिन्यू संगतिहरू गरिरहेका छौँ र यस मण्डली भरिरहेको अनुभव हामीले गरिरहेका छौँ। हुन्छ, जय मसीह। फेरि पनि जय मसीह। हामी एचपीसी मण्डली दार्जिलिङ भारतबाट जापान स्थित तोचिकी गुन्मा नेपाली मण्डलीलाई आफ्नो सेवाकाईको 7औं वर्षगाँठ मनाउन गइरहनु भएकोमा धेरै बधाई भन्न चाहन्छौँ। साथै आगामी दिनमा यहाँहरूको सेवाकाईमा परमेश्वरको प्रशस्त मात्रामा आशिष रहेको होस्। जय मसीह। सम्पूर्ण तोचिकी गुन्मा नेपाली मण्डली परिवारलाई हामी जीवित आत्मा सुसमाचार मण्डली अनि हाम्रो परिवारको तर्फबाट यो 7औं वार्षिक उत्सवको अवसरमा अनि परमेश्वरले यो मण्डली परिवारलाई प्रशस्त आशिष दिनुभएको अनि अनुग्रह दिइराख्नु भएको छ। हामी प्रार्थना गर्दछौँ अनि हामी एकदमै खुसी छौँ। तपाईहरुसँग यो वार्षिक उत्सवमा एकै ठाउँ त नहोला, तर आत्मिक रूपमा हामी तपाईहरुसँग एकै साथमा छौँ। अनि परमेश्वरले मण्डलीमा अझै आउँदो दिनहरूमा उहाँको आफ्नो उपस्थिति अनि उहाँको आफ्नो मित्रता अनि उहाँको कार्य चाहिँ बढेर गएको छ। हामी प्रार्थना गर्दछौँ। धन्यवाद। अनि परमेश्वरले तपाईहरुको जीवनमा प्रशस्त आशिष दिनुभएको छ। जय मसीह। युवा काठमाडौँको तर्फबाट म सन्देश तोचिकी गुन्मा नेपाली फेलोशिपको 7औं वार्षिक उत्सवमा तपाईँलाई धेरै बधाई दिन चाहन्छौँ। Keep up the good work, always glorify God. Happy anniversary. Happy anniversary. उपस्थित आदरणीय प्रभुका अग्रज गुरुजन अनि मण्डली परिवार सबैमा ख्रीष्ट अभिवादन। जय मसीह। र आज फेरि पनि हामी तोचिकी गुन्मा नेपाली मण्डली परिवार एकदमै खुसी छौँ, किनभने परमेश्वरले हामीलाई फेरि पनि यो 6औं वर्षलाई पुरा गरेर हामी 7औं वर्षमा अब हामी प्रवेश गर्दैछौँ। हाम्रो संगति सुरु भएको लामो समयदेखि नै उहाँले हामीलाई अनुग्रह गर्नुभयो हाम्रो विगतको दिनहरूमा अनि वर्तमानमा, र हाम्रो भविष्य पनि परमेश्वरको हातमा सुरक्षित छ। र यसै कारण आज हाम्रो यो एनिभर्सरीको समयमा हामी एकसाथ मिलेर प्रभुलाई आराधना दिनका निम्ति आज हामी भेला भएका छौँ। र यो समयमा म विशेष गरिकन मण्डली सबै परिवारलाई शुभकामना साथै धन्यवाद पनि दिन चाहन्छु। अनि हामी सबैजनाको मेहनत, परिश्रम र सबैजनाको लगनमा परमेश्वरले हामीलाई आशिष दिनुभयो, अनुग्रह गर्नुभयो, अनि जसको फलस्वरूप आज हाम्रो संगतिलाई हामीले यहाँसम्म पुर्याउन सफल भएका छौँ। र यो सबै कुराको श्रेय चाहिँ हाम्रो कुनै जीवित परमेश्वरलाई नै हामी दिन्छौँ। अनि उहाँले हामीलाई अनुग्रह गर्नुभयो, निरन्तर डोर्याउनु भयो। र हाम्रो धेरै मण्डलीको योजनाहरू छ अनि वर्तमान समयमा विभिन्न हाम्रो संगतिहरू चलिराखेको छ, ट्रेनिङहरू चलिराखेको छ अनलाइनबाट, अनि हाम्रो विभिन्न ठाउँहरूमा संगतिहरू पनि भइराखेको छ। यो सबै संगतिहरू पनि प्रभुले हामीलाई अनुग्रह गर्नुभएको छ। र प्रभुलाई हामी सबै मण्डली परिवारको तर्फबाट यति बेला हामी धन्यवाद दिन्छौँ र उहाँको महिमा हामी गर्दछौँ। हुन्छ, जय मसीह सबैजना।